हेलो हेलो ल है गाइज फ्रेन्डहरू, यो चाहिँ सिन्धुलीको पानी ट्याङ्की एरिया हो। यहाँ माथि देखेको जुरे जस्तो थुमको डाँडामा चाहिँ सिद्ध बाबा मन्दिर छ, शिवालय थान सिद्ध बाबा मन्दिर। त्यसै गऱ्यो त्यहाँ एउटा मात्रै अग्लो झ्याम्म परेको ट्री छ। त्यहाँदेखि चाहिँ अस्ति नै प्याराग्लाइडिङ भएको थियो सिन्धुलीमा। त्यहाँबाट च्याउकोट डाँडा भन्छ त्यसलाई। च्याउकोट डाँडाबाट तल खुल्ला मञ्चमा आएर त्यहाँ माथिबाट उडेर तल आएर बस्थ्यो प्याराग्लाइडिङ। यो चाहिँ हाम्रो पानी ट्याङ्की एरिया गाउँ हो। त्यो माथि देखेको हाइटेसन लाइन हो। त्यो हाइटेसन लाइन मुनि छ पानी ट्याङ्की हो। नानी बाबाहरू कहाँ हिँड्यो तिमीहरू? ओहो, कहाँ हिँडेको तिमीहरू? ल म युट्युबमा जान्छु है। तिमीहरू युट्युब हेर्छ कि हेर्दैनौ? युट्युब च्यानल छ कि छ तिमीहरूको? छ। के हो युट्युब च्यानलको नेम? के हो? कुन स्कुलमा पढ्छ तिमीहरू भन त? पानी ट्याङ्की कतिमा? 5 मा। जेनिसालाई चिन्छौ? जेनिसाको साथी हो? जेनिसा मेरो छोरी हो। त्यहाँ माम लिएर आउँदैछ म, अनि जेनिसालाई वेट गरेर बसेको। त्यो पारी बाटोबाट आउँदैछ। तिम्रो साथी हो जेनिसा? ए आउँदैछ। जेनिसाको बहिनी बिनिसा हो। तिमी बिनिसाको साथी हो? हो हो अनि साथी हो भन्दाखेरि अनि किन नबोलेको? साथी हो? मिलेर बसेको बस्दैन क्लासमा तिमीहरू? अनि बिनिसालाई कसले पिट्छ अरे त? हो खोइ बिनिसाको एउटा केटा साथीले कुट्छ अरे त? हो त्यसले तिमीहरू मिलेर अनि सरलाई भनिदेऊ ल है। कुन स्कुलमा पढ्छौ अरे तिमीहरू? उयो सानो बहिनी भाइ हो। ए कपाल पालेर बहिनी जस्तै रहेछ। खोइ भाइ यता आऊ त, यता आऊ न। ओ भाइ कहाँ हो तिमीहरू? घर कहाँ हो? तेर्से। यहाँ कहाँ बस्छौ? रुम लिएर? कहाँनिर? कहाँनिर? पुरानो समता। यो रथमाटा हाइट? ए रथमाटा हाइट होइन, त्यो फुलबारी जाने टोल बाटोमा होइन? ए तिम्रो नाम के हो? अनिसा के? अनिसा मोक्तान। जेनिसाको साथी हो? तिम्रो नाम? सृजना बमजन। तिम्रो दिदीबहिनी होइन? अनि एउटा मोक्तान। ए मामाको छोराछोरी। एउटा मोक्तान एउटा बमजन मामाको छोराछोरी। तिमी कसको मामाको छोरी? यो बहिनी मामाको छोरी। ए कहाँ हिँडेको तिमीहरू? आज छुट्टी भएको हो? सन्डे छुट्टी हो? सन्डे आज सन्डे होइन? आज पनि बिदा हो? अनि यहाँ आज बिदा भएको राम्रो कि नराम्रो? 2 दिन बिदा हुन्छ त, शनिबार आइतबार। आज राम्रो कि नराम्रो भन त? नराम्रो होइन? हजुर भन त। स्कुल खोलेको राम्रो है। 2 दिन बिदा भएर गाह्रो भयो नि तिमीहरूलाई पनि। खेल्ने धेरै टाइम खेल्न भयो, साथीहरू भेट्न पाउँछ होइन? अनि बिदा भयो भने त साथीहरू भेट्न पाउँदैन नि त? पाउँछ? भन न यहाँ। पाउँदैन। बिदा भएको नराम्रो। माथितिर भाइहरू पनि यता आइरहेछ। स्कुल बिदा भएर भएन हो बालेन सरकार, भएन। यो विद्यार्थीहरूलाई एकदम यो फ्री भयो। 1 दिन मात्रै चाहियो बिदा। यो 2 दिन बिदा भएन है, भएन। हाम्रो बालेन सरकारले के गर्न लाग्नु भयो? अफिसियलहरू बिदा भए पनि यो विद्यालय चाहिँ सञ्चालन गर्नुपर्ने हो त। युट्युब च्यानल तीर्थ दर्नाल हो। म सजिलो बनाउँछु है। ल भाइरल हुन्छ। कहाँ हिँडेको तिमीहरू? घुम्दै रे। ल बाबुहरू पनि घुम्दै रे। ल छुट्टीको दिन घुम्दै हिँड्दैछ है बाबुहरू पनि। ल मेरो छोरी पनि खाना लिएर आउँदैछ घरबाट। अलिकति 10 मिनटको बाटो छ, आइपुगेकी छैन। ल नानी बाबाहरूलाई एकदम फ्रीको टाइम भएर
मेरो छोरी तल यही बाटोबाट आउँदैछ भनेर वेट गरेर बसेको साइकलमा आएको म चाहिँ कतिखेर आइपुग्छु भनेर बसिराखेको छु है। ल एकदम बाटो यही हो। मेरो छोरी वेटिङमा बसिरहेको छु। छोरीको वेटिङमा हाम्रो भन्छ यसलाई पानी ट्याङ्कीको गाउँ। पारी छ गडौली माथिको त्यो दुईटा जुरो जस्तो देखेको डाँडा चाहिँ त्यो मुनि चाहिँ गडौली खोला छ। गडौली खोला ल है हरियाली बढ्या छ। असार महिना लाग्या छ, हरियाली बढ्या छ, पानी पर्दैछ, वर्षायामको टाइम छ। यस्तै हरियाली छ है हाम्रो गाउँठाउँमा पनि पुरै सहरीकरण भइसक्यो। सहरीकरण पुरै बिल्डिङै बिल्डिङ। यस्तो हुन्थ्यो पहिलाको जस्तो टाइल लाएको घर हुन्थ्यो पहिला। अहिले त्यो घरहरू विस्थापित भइसके। यी घरहरूलाई विस्थापित गरेरै पुरै आरसीसी भवन बनिरहेछ। आरसीसी भवन। ल है साथीहरू मेरो छोरी पनि खाना लिएर आइपुगी बाबालाई। छोरी चाहिँ यहीँबाट घरमा फर्किन्छे। आज बिदाको दिन घरै बस्छे, पसल आउँदिन। पसलमा कान्छी छोरी चाहिँ हिजो शनिबार बाबासँग साथी आएको थिए। ल है मेरो जेठी छोरी खाना लिएर आइपुगी। जेठी छोरी खाना लिएर आइपुगी यो बाटोमा। यो बाटो पनि पुरै ढलान हानेर एकदम सेफ्टी भएको छ। यतातिर नालाहरू बनाइदिएर। ल है जेठी छोरी आइपुगी। बाबाले भिडियो बनाइरहेको छु भिडियो। हेलो 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 बाबालाई मामलेर आइपुगिस्। एकछिन बाबाले भिडियो बनाएको छु तल राख। ल छोरीले यहीँसम्म राखि त पसल जाने कि यहीँबाट जाने? घर जाने? घर जाने? पसल नजाने? किन? नभए बुढीलाई घर पठाइदिन्छु त पसल पनि। भन्यो के मौला आज भने कि बुढोसँग बस्न मन लाग्यो? बुढोसँग बस्न मन लाग्यो हो? सानो बुढोसँग? ल ल ल ल जेठी छोरी पनि आइपुगी खाना लिएर। छोरी घरै फर्किन्छ रे। म चाहिँ अब खाना लिएर जान्छु है साथीहरू पसलमा। ओ साथीहरू तेरो साथी हो? तेरो साथीहरू त उति बहिनीहरू भेट्न त जान्छ। ल है ल जाने कहाँबाट फोटो खिच। ल है मेरो उता इन्जिन बिनाको साइकल, इन्जिन बिनाको गाडी त्यहाँनिर अडिरहेछ। चेनवाला हो इन्जिन बिनाको। मलाई ठिक छ, सुइटेबल छ मलाई।